हेलो एभ्रिवान अहिले चाहिँ के गरेको भन्नुहुन्छ होला हैन अहिले चाहिँ म आन्टी कान्छी आन्टी हैन कान्छी आन्टी माइली आन्टीको क्लिजिङ गरिदिँदैछु किनकि भोलि चाहिँ हामी जाँदैछौँ पोखरा घुम्नलाई न्यू इयर चाहिँ हाम्रो यो चाहिँ जान्न किनभने यसको यही काम छ त्यही भएर म चाहिँ आन्टीहरूलाई लिएर जाँदैछु मम्मी आन्टीहरू अनि लिएर जाँदैछु पोखरा घुमाउनलाई अनि उहाँहरूको चाहिँ पहिलोचोटि हो पोखरा जानुभएको थियो योभन्दा अगाडि म त छैन आन्टी म त झन् फर्स्टचोटि काठमाडौँ नै फर्स्ट हो फर्स्ट त हो पोखरा अनि मम्मी चाहिँ उहाँ क्यामेरामा खिच्दै हुन्छ किनकि भिडियोमा नआउने है किनकि मम्मीलाई चाहिँ राम्ररी भएर मात्रै भिडियोमा आउनुपर्छ अहिले मेकअप गरेको छैन भनेर भिडियोमा आउनै खोज्नु न हाम्रो मम्मी र पनि ठिकै छ अब हामी चाहिँ रातिदेखि नै रम्रेर यहाँ केही छैन होइन अब यो पछाडि मम्मीको टर्न अनि हामी भोलि बिहानै जान्छौँ पोखरा ल सी यु टुमरो यति राम्री हुनुहुन्छ मेकअप बिना पनि र पनि भिडियोमा आउन किन नखोजेको छ्याओ त्यो भन होइन किन त अब गर्दै अब गरिदिनु ल स्टाइल गर्नु त्यति हो फेरि ढ्वाम्म परेर बसिहाल छ्याओ दिक्कै लाउँछ तँले भिडियो खिच्छ अब चाहिँ हामी आफूले लाउँदा थोत्रो नि थोत्रो जस्तो लाग्थ्यो अर्काले कति नयाँ जस्तो लाग्ने है त्यस्तै दिदीबहिनीको जाप जात त्यस्तै हुन्छ यिनीहरू किन झगडा गर्छन् भनेर त्यही रह हेलो एभ्रिवान गुड मर्निङ मैले चाहिँ यो हल्का मेकअप गरिसकेँ अब चाहिँ म रेडी हुँदैछु अब ड्रेस लाउँछु मेरो आन्टीहरू चाहिँ पुरै रेडी हुँदै हुनुहुन्छ मम्मी उस्तै अनि हामी चाहिँ अब रेडी भइसक्नु आँट्यौँ आन्टी पनि चकाचक भइसक्नुभयो अर्को आन्टीलाई चाहिँ हामी अलिक परबाट उठाउँछौँ हामी चाहिँ कतिजना जाँदैछौँ 1 2 3 4 5 जना जाँदैछौँ गाइस 4 जना आन्टीहरू अनि म अब चाहिँ म कर्ली गर्न लागेको गाइस यहाँनिर यो चाहिँ म आफै गर्छु किनकि कति सजिलो हुन्छ क्या यो चाहिँ लेफ्ट टु राइट लाइट लेफ्ट कन्फ्युज मेरो आन्टीहरूले मलाई यति माया गर्नुहुन्छ नि गाइस सबै आन्टीहरू मम्मी जत्तिकै हो मेरो लागि चाहिँ आन्टीहरू पनि त्यही भएर हामी सबैजना घुम्न जाँदैछौँ न्यु इयरमा नि हामीले छोरीले लाँदैछ घुमाउनलाई कर्ली देखाइदिन तपाईँ मलाई चाहिँ यति राम्रो बनाइदिई सबजनालाई कर्ली गर्छु गाडी आइसक्यो मम्मीहरू निस्किनु नै हुन्न हेर्नु न कत्रो बेर लाग्छ निस्किन न म त फाइनली छिट्टी छु कि यो दिदीहरू चाहिँ अलिक ढिला खाने हामी चाहिँ यहाँबाट 4 जना गयौँ होइन फेरि अर्को ट्याक्सी गर्नुपर्छ बिचारा मम्मीहरूलाई गाह्रो भइरहेछ अब के गर्नु सुर्के साटेन सुर्के साटेन अब उहाँबाट फेरि अर्को ट्याक्सी गरेर हामी चाहिँ 2टा ट्याक्सीमा जान्छौँ हाम्रो चाहिँ अर्को आन्टी पनि आइसक्नु भएको छ हेलो आन्टी अब चाहिँ हामी जाँदैछौँ एयरपोर्ट अनि हाम्रो फ्लाइट चाहिँ छ 9:30 बजीको अब डिले छ कि छैन अनि डिले भएन भने चाहिँ हामी गइहाल्छौँ डिले भयो भने चाहिँ एकछिनकै बस्छौँ हामी चाहिँ एयरपोर्ट आइपुग्यौँ प्लस गरेँ अब चाहिँ हामी चिया खान आँटेको किनकि हाम्रो चाहिँ अझै आधी घन्टा बाँकी छ त्यही भएर हामी चाहिँ मैले चाहिँ कफी खाएँ अनि उहाँहरूले चाहिँ चिया खानुभयो हामी चाहिँ यहाँ चढिसक्यौँ आन्टीहरू पछाडि एउटी आन्टी अगाडि अनि अब चाहिँ 20 मिनटमा हामी पुगिहाल्छौँ अनि म चाहिँ डर लागिसक्यो अब एज दिनु म फ्लाइटमा कति डराउँछु होइन अनि मम्मी चाहिँ मलाई सान्त्वना दिन बस्नुभएको छ छेउमा आफै डराउनुहुन्छ होला तपाईँ डराउनुहुन्छ म डराउँदैन हामी चाहिँ आइपुग्यौँ पोखरा सेफली अब चाहिँ हामी खोइ कहाँ जान्छौँ एकछिन प्लान गर्छौँ अनि भन्छु ल गाइज हामी चाहिँ सुरुमा जाने भयौँ चमेरे गुफा र महेन्द्र गुफा किनभने हामीले भात खाएको छैन अनि भात खानुभन्दा अगाडि चाहिँ पहिला हामी त्यहाँ घुमिहाल्छौँ आन्टीहरू चाहिँ अगाडिको गाडीमा जाँदै हुनुहुन्छ उता अनि हामी चाहिँ ट्याक्सीमा छौँ किनकि 5 जना छौँ अनि अटिँदैन नि त त्यही भएर अब चाहिँ हामी चमेरा गुफा आइपुग्यौँ अब हामी चमेरा गुफाको तर्फ जाँदैछौँ हामी सबैजनाको पहिलोचोटि यो चमेरा गुफा चाहिँ यहाँबाट जानुपर्ने रहेछ आउँदै हुन्छ लस्करै टच पनि दिएको छ हामीलाई चाहिँ टच बाल्नु पर्दो रहेछ किनकि भित्र अँध्यारो हुन्छ अरे
यहाँबाट चाहिँ अब अँध्यारो सुरु हुँदो रहेछ उहाँहरू गाइस भन्छ लाइट बोकेको छु जुका लाग्छ लाग्दैन होला यो चाहिँ पुरै अँध्यारो रहेछ टर्च बालिरहेको छु म चाहिँ अब तेरो तेरो ओए त त्यो सुरालाई छोटो पार्न हो लच्छिस होला केही देखिँदैन यतापट्टि अब कति सानो सानो दुलो रहेछ यहाँ चाहिँ छिर्नुपर्ने आन्टीहरू यहीँ अड्किसक्नु पछि आउनु यो चाहिँ चमेरै चमेरा रहेछ बाब्रे यो चाहिँ कति धेरै देख्नुभयो चमेरो बाटो चाहिँ खत्तै रहेछ तपाईँहरू चाहिँ चप्पल लाएर आउनु होला गाइज छम्दै आउँदै हुन्छ खै हाम्रो आन्टी कहाँ छिन् बिस्तारै आयो ऊ आन्टी पछाडि नै हुन्छ हामी चाहिँ अन्धकारमा हिँडिरहेछौँ त्यहाँ माथि चमेरै चमेरा छ कति आँखा चाहिँ नहेर है पर्ला कहाँ छिर्ने हो र त्यस्तोमा त नजाउँ है यहीँसम्म पनि हामी यहाँसम्म मात्रै है जहाँ पाति चढेर अड्किनु भयो बाटो यहाँ छ अनि जानुभएको छ फेरि त्यहाँ पुग्न आँट्नु खोइ कहाँ त्यति लड्नुहुन्छ भने टेन्सन भइसक्यो हगे हगे लु पुग्नु भयो बाटो यहाँ छ बाटो चाहिँ यहाँ त सजिलो मम्मी खोइ किन त्यहाँबाट जानुभयो कस्तो अप्ठ्यारो बाटो रहेछ गुफै गुफा काट्टा देखाइरह त्यहाँ होइन जाने यतिमा पनि आन्टीलाई सबैभन्दा धेरै गाह्रो भयो हिँड्न लाउनु बिस्तारै आउनु दिन हात ऐ पर होइन बाटो पनि कस्तो अर्कै खालको छ नि त यहाँ सबैजना पसिनै पसिना हुनुभयो कस्तो भयो त रमाइलो भयो मम्मी कस्तो भयो रमाइलो भयो आन्टी ओमा आन्टीको त सबैभन्दा त्यो चमेरो गुफा चाहिँ उहाँ थियो अब चाहिँ हामी महेन्द्र गुफातर्फ जाँदैछौँ अनि चमेरो गुफा मलाई चाहिँ ठिकै लाग्यो उहाँहरूलाई कस्तो लाग्यो अरे तपाईँहरूलाई ठिकै नै थियो है अब चाहिँ हामी जाँदैछौँ उता त्यति नै हो अनि अब चाहिँ हामी महेन्द्र गुफा जाँदैछौँ त्यहाँ चाहिँ अलिक राम्रो छ अरे बत्ती सत्ती बालेको अनि हामी हिँड्दै जाँदैछौँ किनकि 5 मिनटको डिस्टेन्स छ अरे किनकि सबैजना आन्टिजहरू चाहिँ एकदम तगडा हुनुहुन्छ अनि हामी चाहिँ हिँड्नै प्रिफर गर्छौँ है मभन्दा तगडा हुनुहुन्छ यो चाहिँ महेन्द्र गेट महेन्द्र गुफा जाने बाटो हामी आइपुग्यौँ ठ्याक्कै अब हामी छिर्छौँ मेरो आन्टिजहरू मम्मिजहरू हाई गरिहाल्नुहुन्छ फेरि देखाउनु चाहिँ हामी छिर्न आँट्यौँ यता महेन्द्र गुफातर्फ त्यो पनि सेम जस्तै रहेछ त्यो के गुफा अरे अगाडि छिरेको चमेरो गुफा जस्तै छिर्ने ठाउँ रहेछ यहाँ तल यहाँनिर अब हामी जाँदैछौँ यहाँ बत्ती पनि छ अरे अघि चाहिँ त्यहाँ हामीले टचटेर गएको थियौँ यहाँ चाहिँ बत्ती पनि छ अरे बाटो पनि राम्रो छ अरे त्यहाँको भन्दा यहाँभित्र छिर्दैछौँ अब चाहिँ महेन्द्र गुफा ल आउनु चिप्लिन्छु होला यो चाहिँ एकदम सजिलो रहेछ बाटो त आउनु आन्टी बिस्तारी हाम्रो आन्टी लास्टै ढिलो गर्नुहुन्छ जेमा पनि कता जाने हो यहाँ चाहिँ पूजा गर्ने ठाउँ पनि रहेछ यहाँ पनि यति नै रहेछ घुम्ने चाहिँ
अब हामी नमस्ते गरेर टिका लगाएर निस्क्यौँ यहाँबाट पनि बिस्तारै आउनु है। धर्मद्वार एक्जिट। अब धर्मात्मिक मान्छेहरू मात्रै छिर्नुहुन्छ। अब हामी कतिको धर्मात्मिक छौँ। धर्मात्मिक हुनु न चाहिँ फर्किहाल्नु है। भरे छिर्नु भएन भने केही नभन्नु नि। अहिलेसम्म चाहिँ पाप गरेको छैन। तपाईँ त छिर्नु भयो ल। तपाईँ धर्मात्मिक हुनुहुँदो रहेछ है। छिर्नु है बिस्तारै। राम्रो कर्म गर्नुभएको रहेछ है तपाईँले जिन्दगीमा। ल हेर्नु है अड्किनु हो। बिस्तारै जानु ल। छिर्नु भयो ल। ल हाम्रो आन्टी छिर्नु भयो एकजना आन्टी। ल बधाई छ। अब म छिर्छु। म त सरक्कै छिर्छु। ल अन्त खिच्नु। हामी कति छिटो गयो हिँड्नु त खिच्दैन मेरो। ल अब मम्मी छिर्दै हुन्छ। छिर्नु भएन भने चाहिँ घुमेर आउनुपर्छ है। बिस्तारो है मम्मी, डर लाग्छ मलाई। मम्मी गाह्रो हुन्छ भने चाहिँ फर्केर आउनु है। बिस्तारै डर लागिसक्यो। लु भयो नछिर्नु। लु भयो मम्मी निक्लिनु तपाईँ कुनातिर। बिस्तारै मम्मी हात चिप्लेला। मम्मीलाई तलबाट थाम्नु है, मलाई डर लाग्छ। बिस्तारै त्यो पकाउनु है, मजाले डर लागिसक्यो। लु हाम्रो मम्मीले पनि पाप चाहिँ गर्नुभएको रहेछ। आउनु बिस्तारै आउनु है, हात दिनु मलाई बिस्तारै। ल ओमान्टीलाई उहाँ साह्रो पर भित्र छिर्न। हाम्रा बिस्तारै आउनु है। छिर्नु है। किन पाप गर्नुभएको कि सरप्राइज भयो भन्नुहुन्छ। ल आउनु बिस्तारै आउनु। अब हाम्री अर्की आन्टी अब आउनु यहाँ दिन हात आउँछ। यत्रो आन्टी त छिर्नु भयो। लडिन्छ है आन्टी बिस्तारैमा, डर लाग्छ। बिस्तारै 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 बिस्तारै। ल सबै छिर्यौँ हामी चाहिँ एकदम राम्रा मान्छे। हामी सबै एकदम राम्रा रहेछ। खुसी लाग्यो मलाई। अब चाहिँ हामीले घुमिसक्यौँ यो महेन्द्र गुफा। अब हामी थोरै खाजा खान्छौँ अनि हामी डेभिस फल जान्छौँ। त्यहाँ चाहिँ झरना छ। अनि त्यहाँ झरना घुमेपछि अनि हामी जान्छौँ लेक साइडतिर अनि हामी बोटिङ गर्छौँ। खाना खाँदैछौँ हामी चाहिँ। पुरै भोक लाग्यो नि त, त्यही भएर म पनि खाँदैछु। सबैजना खाँदैछौँ। खै आन्टीले चाहिँ फलफुल खानु किनकि उहाँको एकादशी होइन, एकादशी रहेछ। मम्मी हामी सबैजना झिँगा चाहिँ कतै धेरै छ यहाँ चाहिँ। हेर्दा थाहा हुन्छ। हामी धपाउँदै खाएको। अब चाहिँ हामी जाँदैछौँ डेभिस फल। एउटा ट्याक्सीमा 5 जना छौँ हामी चाहिँ। हुँदैन र पनि हामी चाहिँ अब के गर्नु होइन, बिचेर। किन हजुरको यहाँ अप्ठ्यारो भएन झोला? जाँदैछौँ। अब यहाँबाट आधी घन्टा छ अरे। तपाईँलाई ठिक छ नि? खिच्चिनु भएको छैन नि? सुटकेस पनि नअटेर फेरि काखमा छ। म चाहिँ मजाले बसेको छु अगाडि बस्नु पाएर। सबैभन्दा मोटी चाहिँ हामीले अगाडि देखाएको किनकि ठाउँ पुग्दैन थियो नि त। पृथ्वी चौकैमा ठाउँको ठाउँ ढले केटाहरू भन्ने गीत छ नि। कति केटा छैनन् रे हो। पृथ्वी चौक हो यो चाहिँ गाइज। हेलो एभ्रिवान। अहिले चाहिँ हामी ठ्याक्कै डेभिस फल भन्ने हो। ठ्याक्कै अहिले डेभिस फल अगाडि आइपुग्यौँ। अब हामी सबैजना म्युजियम म्युजियम हामी कहाँ हो? म्युजियममा म्युजियम आएको भने म्युजियम हो। हामी चाहिँ अहिले म्युजियम आयौँ। अब हामी के छ पुरानो के हो हेरौँ ल।
म्युजियम जाने बाटो कस्तो राम्रो पिसवाला रहेछ नि। यो भित्र चाहिँ हामी जाँदैछौँ अब खिच्न दिनुहुन्छ कि हुन्न भित्र चाहिँ दिएर भने चाहिँ खिच्छु ल बाहिर मात्रै हो जस्तो लाग्छ भित्र चाहिँ यस्तो रहेछ। यहाँ चाहिँ साइलेन्ट साइलेन्ट लेखेको छ सबैतिर त्यही भएर सानो स्वरमा बोल्नुपर्ने रहेछ। यहाँ चाहिँ यहाँबाट रहेछ त्यो त फ्री यतैबाट दाइले लानुहुन्छ। यहाँ चाहिँ एकदम भिड रहेछ आज चाहिँ। हामी चाहिँ अब साह्रै गएको डेभिड फल बिर्सिहाल्छु। सबै ठाउँ एउटै देख्छु सबैतिर। यो पनि त्यस्तै त्यस्तै है अरू जस्तै। कताबाट जाने हो कता यताबाट? अब यहाँ चाहिँ झरना छ अरे। थियो यहाँ पनि छ यहाँ पनि अहिले झरना चाहिँ सुकेछ हौ। हेर्नु न झरना त्यही हो हामी हेर्न आएको। लु हेर्नु त्यही हो खोइ केही देखिँदैन। हामी चाहिँ यही हेर्न आएको खोइ केही देखेन। झरना हेर्न आएको तर केही देखेन। खोप्सो मात्रै छ। हेर्नु म डेभिस फल भन्छ यसलाई तर केही फले छैन अहिले चाहिँ। हामी चाहिँ केही देखेनौँ। एउटा ढुङ्गो र एउटा कोप्चो बाहेक। र पनि मान्छेको भिड हेर्नु न कति हो कति। केही कोप्चो हेर्न आउनु भएको। यहाँ चाहिँ त्यो बर्खाको सिजनमा चाहिँ पानी आउने रहेछ अनि त्यतिखेर चाहिँ रमाइलो हुने रहेछ। नत्र त अब चाहिँ हामी लास्टमा आजको लास्ट घुमाइ चाहिँ हाम्रो कहाँ रहेको छ भने त्यो एकदम फेमस के अरे फेरि बिर्से ठाउँको नाम। हामी जान आँटेको कहाँ अरे फेवा ताल होइन। फेवा तालमा जाँदैछौँ। अब त्यहाँ चाहिँ रमाइलो हुन्छ होला। यहाँ झन् यति धेरै भिड गाइज। आमा अहिले न्यु इयरमा त घुम्न नसकिने रहेछ। के हो बिहे जस्तो पनि छ के हो आउनु बिस्तारै। अब चाहिँ हाम्रो आजको लास्ट घुमघाम अनि हामी कुसमा जान्छौँ। आज 2 घन्टा लाग्छ फेरि यहाँबाट कुसमा पनि। यहाँ बिहे हुँदैछ कि के हुँदैछ थाहा छैन है। हेर्नु है पोखराको मेन। अब चाहिँ हामी बोटिङ गर्न लागेको। हाम्रो अब टिकट गर्छौँ। हामी सबैले लाइफ ज्याकेट लगायौँ। अब हामी बोटिङ गर्न जान लागेको त्यहाँनिर किनकि लाइफ ज्याकेट इज सो नेसेसरी। हामी चाहिँ अब मन्दिरतिर जाँदैछौँ। यता हेर्नु हामी सबैजना कस्तो राम्रो छ यो सिन चाहिँ। मन्दिर दर्शन गर्ने मन्दिर कहाँ छ मन्दिर? उयो छ। तपाईँ त जानुभएको नि पहिला? म चाहिँ गएको छुइनँ। यत्रोचोटि पोखरा आउँदा नि म एकचोटि पनि गएको छुइनँ।
10 किलो बढी छ नि त यो चाहिँ 25,000 कति अरे कतिको भनेको थियो 50,000 फिट गहिरो 50,000 फिट मोबाइल चाहिँ रुँदा पनि भेटिँदैन नजाँदा सरङकोटको डाँडा ऊ पर हो हेर्नु ऊ पर यहाँबाट चाहिँ सरङकोटको डाँडा माथि देखिँदो रहेछ अहिले चाहिँ हामी यहाँ मन्दिर जाँदैछौँ यसको नाम चाहिँ बिन्दावासिनी होइन बिन्दावास तालबाराई ए तालबाराई रहेछ तालबाराई मन्दिर 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 आयौँ यहाँ खोलाको बिचमा रहेको अब पूजा गर्न आँटेको अब चाहिँ हामी मन्दिर पूजा गरिसकेर निस्क्यौँ यहाँको भ्यू हेर्नुहोस् ए मम्मी पोखरा कस्तो लाग्यो आजको लागि चाहिँ हाम्रो घुमघाम यस्तै रह्यो अब भोलि हामी जाँदैछौँ कुस्मा पर्वत त क्लिफ अनि भोलि चाहिँ रमाइलो हुन्छ अब आज पनि रमाइलो भयो बिचारा होइन अब फेरि हामी 3जनाको सिटमा 4जना बसेर लाग्यौँ कुस्मा पर्वत हामीले बोकेर नआएछौँ मलाई ढ्याब्री छोरीलाई हजुर आन्टी तपाईँलाई चाहिन्छ म त छोरीको बजेटमा तर घुमिरहेको छु गाइज हामीले चाहिँ बाटोमा यहाँ ऐसली भेटेर हामी सबैजनाले खाँदै आँटेको खानु त लु कस्तो लाग्छ तपाईँहरूलाई भन्नु त कसो भयो कसो भयो गाले चिरिक्क गरौँ के गर अरे आन्टी गाला चिरिक्क गरौँ भने मिठो छ मिलो हेर्नु पनि जाने ठाउँ हामी चाहिँ पारी जाने ऊ पारी छ नि